डाली डाली डाला नहीं क्या आदमी आया था नहीं डालेगा तो हम लोग बैठेंगे जैसे ही घंटी आया नीचे ये सब में बिरयानी लगाओ ना गुड्डू दुई नम्बर प्रदेश खासै भन्ने हो भने मुस्लिमको अलिकति बढी आबादी भएको प्रदेश हो त्यहाँ चाहिँ आज को पालामा है दोस्रो सालमै विधेयक दर्ता भयो तर उसको पालामा पास भएन ऊ मुस्लिम भएर पनि पास गराउन सकेन भने त अर्को पालामा के हुन्छ त्यस्तो पासै भएन अरू प्रदेशमा त त्यस्तो भएकै भएन यहाँ शिक्षा मन्त्रालयबाट अथवा गभर्मेन्टबाट जारी गरिएको जति मदरसाहरू छन् त्यो अब शिक्षाभित्र आउनु पर्यो शिक्षा मन्त्रालयभित्र आउनु पर्यो त्यस अन्तर्गत भनौँ न 50% जतिले आफ्नो गरेका छन् रजिस्टर्ड अझ 50%ले गरेका छैनन् त्यसको अब मूल कुरो के छ भनेदेखि सरकारले बुझाउन सक्छ भित्र ल्याउँदाखेरि एप्रोच जुन छ नि एप्रोच हामीतिरबाट होला सरकार बिआइडी उसको त्यहाँ बीच अलिक साइड गर्नु पर्यो क्या बिआइडी हामी कोसिस गरिरहेको छौँ हाम्रो हो नि नियमावली जुन छ नि त्यो पास भयो भने धेरै अधिकार मुस्लिमहरूले पाउँछ एजुकेसन सम्बन्धी अनि त्यहाँ उहाँको भण्डाघरको मस्जिद चाहिँ के नाममा छ यो मस्जिदकै नाममा छ मस्जिदकै पहिला सुरुमा मस्जिदको नाममा धेरै पास भएको हो मस्जिदकै नाममा पास भएको हो त्यो धेरै रेकर्ड छ हामीले संकलन गर्दा चाहिँ भेट्यौँ तर त्यो बिचमा बन्द गर्यो बन्द गरेपछि चाहिँ फेरि सुरु भयो भने त यो सबै मस्जिदको नाममा जान्थ्यो अब त्यो हुन नसकेर अब यो फेरि कुनै संस्थाको नाममा लगाउँ भने लगभग 50 लाख रुपियाँको खर्च छ है कहाँबाट ल्याउने एउटा त हामीले आफ्नो धर्मस्थल आफै चन्दा उठाएर सरकारसँग कुनै मद्दत मागेको छैन न दिएकै छ कहीँ पनि पुरै काठमाडौँमा सरकारले हाम्रो यो मस्जिदको लागि मदरसाको लागि कुनै मद्दत दिएको छैन भविष्यमा पनि दिएको छैन हामीले आफै स्रोतबाट यति गरे पनि नाममा गर्नलाई पनि फेरि 50 लाख रुपियाँ खर्च गरेर अनि नाममा गर्नुपर्ने अवस्था छ यति विडम्बना छ खासै भन्ने पनि यो कानुन हाम्रो लागि अनि मैले आयो गर्नु गरेको छु भन्नुभयो देखाउनु पनि भयो त्यसमा गृह मन्त्रालय शिक्षा मन्त्रालय सबै मान्छे छन् त्यसमा त्यो आयोगमा तर उहाँको पालामा केही पनि भएन भने त त्यो त भङ्ग भयो अब त उहाँको कार्यकाल गएपछि फेरि अर्को कथन हुन्छ त्यस्तै हो हाम्रो विडम्बना यही हो नीचे से पकड़े नीचे ऊपर मत पकड़िए नहीं ऐसे नहीं मदरसावालाले डर के छ भने सर यो पनि एक प्रश्न पारौँ मदरसावालाले के डर छ भने उसले यस्तै चन्दा उठाएर हामीले जस्तो यो 150 200 चन्दा उठाएर बनायौँ त्यस्तै उसले चन्दा उठाएर एउटा जग्गा किने एउटा सानो घर बनाएर बच्चाहरू पढाउँदैछ अनि उसले के डर भयो भने अब यो म कहाँ दिनु त त्यो पनि सरकारको हुने हो कसको हुने हो भने त्यो डर हामीले सम्झाउन नसकेर सरकारले सम्झाउन नसकेर हैन हाम्रो अगुवाहरूले सम्झाउन नसकेर होला यो हैन उहाँको मनमा पनि यो डर छ अब भनौँ न यो बिल्डिङ हामी व्यक्तिको नाममा राखेका छौँ कस्तो विडम्बना छ त समस्या दियो हामी मस्जिद भन्न सकेका छैनौँ समस्या चाहिँ कानुन चाहिँ संशोधन
अरू